बारेकोट का बनपाका बर्फी गाडीको छाया हल्का हल्का धिरबाट नलाग्यो दुरोमा। हजुरहरू यो बाटोमा हिँड्नु भएको छ कि छैन? कहिले हिँड्नु भएको छ भने कमेन्ट गर्नु होला। हेलो एन्ड नमस्ते, हजुरहरूलाई स्वागत छ यो सानो मिनी भिडियो भ्लगमा। म जिएमदी बुद्धेपेन्द्र। म आज हजुरहरूलाई यो जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकातिर जाँदै गर्दा बाटोमा देखिने एकदमै अनकन्ठा र डरलाग्दो भिडको सानो भिडियो देखाउँदैछु। हो मैले भने जस्तै यहाँनिर अगाडि चाहिँ गत वर्षमा दुईजना बाइकमा हिँडिरहेको बेला एकजना माथिबाट ढुङ्गा खसेर बित्नु भएको अरे। मैले त्यही कुरा गर्दै थिएँ। अनि हजुरहरूलाई यो बाटो कस्तो लाग्यो? बारेकोट गाउँपालिका जाँदै गर्दा दल्लीदेखि अगाडि र यो खाराभन्दा पछाडिको यो बिचको भागमा चाहिँ यो किसिमको एकदमै धेरै माथिसम्म भिड देखिने अनि हावा लागेको बेला पनि ढुङ्गाहरू खस्ने खालको बाटो। यो बाटो छतबाट छिटो लिएर जानुपर्छ। मलाई चाहिँ यो बाटोमा हिँड्दाखेरि एकदमै डर लाग्छ। म त्यही भएर बाइक एक्लै हुँदा त बहुतै कुदाएर निस्किरहेको हुन्छु। आज चाहिँ म यो भिडियो बनाएको थिएँ। हजुरहरूले भिडियो हेरिदिनु भयो यतिन्जेल, हजुरहरूलाई धन्यवाद छ। म यस्तै दृश्यहरू पनि देखाइरहेको हुन्छु, हजुरहरू जोडिनु होला। म अन्य भिडियोहरू पनि राखिरहेको हुन्छु। धन्यवाद।